दिउँसो जान्छु बेलुका खान्छु बेलुका आन्छु रक्सी खान्छु काम घर सम्झिन्छु डर डरमा रुन्छु गाइस मात्र होइन जुन पनि झाडी बेउला हेलो सम्पूर्णलाई नमस्कार। आज चाहिँ हाम्रो दुबईतिर अब विभिन्न ठाउँमा मुस्लिम कन्ट्रीहरूमा चाहिँ ईदको छुट्टी हुन्छ। ईदमा चाहिँ हाम्रो आज 3 दिनको छुट्टी छ। 3 दिनको छुट्टीमा चाहिँ हामीहरूले रमाइलो कसरी के गरी गर्दैछौँ आज म सबै देखाउनेछु। सुरुबाट देखाउने चाहिँ अलि पछि पो याद आयो गाइस, यस्तो साथीभाइहरूले देखाउनु पर्छ परदेशमा पनि कसरी रमाइलो गरिन्छ भन्ने। ल त गाइस म देखाउँछु है कसरी के गर्दैछौँ हामीले। यहाँ रमाइलो हुँदैछ यसरी। यहाँ हामी सेकुहरू बनाउँदैछौँ। यो चाहिँ कलाकार हामीहरू चाहिँ अङ्गीमा त। हेलो सर, नाचौँ त एकछिन। ल है ल है। आहा आहा, यहाँ चाहिँ गुरुङ भाइ है, गुरुङ भाइ एकदम रमाइलो मान्छे छन्। ल है ल है ल है। ल्याउँदै अब नाच्नलाई रेडी भइरह। अब नाच्छ है त। यो चाहिँ चार्जर सक्यो गाइस। सक्यो, हस् त धन्यवाद रमाइलो गरिएकोमा, हेरिदिनु भएकोमा पनि। कहाँ अहिले सकिन्छ, अझै सकेन, खाएको देखाउनु पर्यो। उति हाल न यो जालीमा त्यो। ल ल ल नाच्नुहोस् है। ओहो ल है ल है ल है ल है ल है ल है। हेर्नुहोस् है हेर्नुहोस्। ल है गाइस, ल है ल है ल है। हेर्नुहोस् ल है ल है। पहचाना मुझे। आज गाइस भाइ जिन्दगी भन्ने के रहेछ? जिन्दगी भनेको यस यस्तै छ है। खायो पियो लुखुरी लुखुरी हिँड्यो है गाइस। भन्ने के रहेछ जिन्दगी भनेको? खासमा भन्नु पर्दा जिन्दगी भनेको भन के भन।